श्री होरिजिबाओ, जापानका परराष्ट्र राज्य मन्त्रीज्यू, महामहिमज्यूहरू, विभिन्न नेपाल जापानका पूर्व राजदूतहरू, भ्रमण दलका सदस्यहरू, महिला तथा सज्जनवृन्द, शुभ सन्ध्या, नमस्ते, कोन्बाङ्बा। नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापनाको 70औं वार्षिकोत्सव सुरुवातको अवसरमा यो सुन्दर नगर टोकियोमा आयोजना गरिएको यस विशेष समारोहमा उपस्थित हुन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। न्यानो आतिथ्यताको लागि जापान सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। नेपाल जापान कूटनीतिक सम्बन्धको 70औं वार्षिकोत्सवको सुखद अवसरमा म सबैमा न्यानो अभिवादन तथा शुभकामना व्यक्त गर्दछु। सन् 1956 मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जापान बीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। न्यानो आतिथ्यताको लागि जापान सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। नेपाल जापान कूटनीतिक सम्बन्धको 70औं वार्षिक उत्सवको सुखद अवसरमा म सबैमा न्यानो अभिवादन र शुभकामना व्यक्त गर्दछु। सन् 1956 मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जापान बीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौँ। 19औं शताब्दीको अन्ततिर सन् 1899 मा जापानी बौद्ध भिक्षु श्रद्धेय एकाई कावागुचीले तिब्बत यात्रामा जाँदा नेपालको भ्रमण गरेदेखि नै हाम्रो मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको हो। हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन, जनता बीचको सम्पर्कलाई समेटेको छ, जुन विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदान-प्रदान एवं बढ्दो सहयोग मार्फत थप सुदृढ हुँदै गएको छ। हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौँ। 19औं शताब्दीको अन्त्यतिर सन् 1899 मा जापानमा बौद्ध भिक्षु श्रद्धेय एकाई कावागुचीले तिब्बत यात्रामा जाँदा नेपालको भ्रमण गरेदेखि नै हाम्रो मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको हो। हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन, जनता बीचको सम्पर्कलाई समेटेको छ, जुन विभिन्न समयमा हुने उच्च स्तरीय भ्रमणहरूको आदान प्रदान
एवं बढ्दो सहयोग मार्फत थप सुदृढ हुँदै गएको छ। नेपाल र जापान बीच विशेष गरी भगवान बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्य, मान्यता र जीवन पद्धतिमा समानता छ। नेपाल र जापानका बीच समानता छ बुद्धको धर्मको आधारमा। बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनता बीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ। विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौँ। विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान हाम्रो एक प्रमुख साझेदार रहिआएको छ। राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पुर्याए पश्चात नेपालको प्राथमिकता अब हाम्रा जनताको द्रुत सामाजिक आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको छ। यस वर्षको अन्त्यमा नेपाल अति कम विकसित देश एलडीसी को तहबाट स्तरोन्नति हुँदैछ। 2030 सम्ममा मध्यम आय भएको देश बन्नु हाम्रो अर्को महत्त्वपूर्ण उपलब्धि हुनेछ। त्यसैले हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर आबद्धता विविधीकरण गर्ने, पर्यटन प्रवर्धन गर्ने र उच्च स्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौँ। हामीलाई विश्वास छ कि जापान जस्ता मित्र राष्ट्रहरूको निरन्तर समर्थन र सहयोगमा नेपालले यस्ता लक्ष्यहरू प्राप्त गर्न सक्दछ। नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवर्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको छ। हामी उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषि जस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरैभन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आमन्त्रित गर्न चाहन्छौँ। नेपाल जापानीहरूका लागि मनपर्ने पर्यटकीय गन्तव्य रहिआएकोमा मलाई खुसी लागेको छ। साहसिक पर्यटन, आकर्षण र समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानी पर्यटकहरू हाम्रो देशको भ्रमण गरिरहेका छन्। यस सन्दर्भमा नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ। हालैका वर्षहरूमा नेपाली विद्यार्थी र युवाहरूको लागि जापान सबैभन्दा बढी मनपर्ने र मैत्रीपूर्ण गन्तव्य मध्येको एक बनेको छ। लगभग 3 लाख नेपाली नागरिकहरूलाई आतिथ्य प्रदान गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गरेकोमा म जापान सरकारलाई धन्यवाद दिन्छु। महिला तथा सज्जनवृन्द, आजको यो उत्सव कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँ स्तरमा पुर्याउन र आगामी वर्षहरूमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु। नेपाल जापान मैत्री अमर रहोस्। जय नेपाल।